यदि तपाईमा यी समस्याहरू छन् भने आजै सुरु गर्नुस् मंगलबारको व्रत। नमो नारायण। म एडी भण्डारी। मंगलबारको दिन गरिने व्रत, मंगलबारको व्रत हैन, यो दिनको सम्बन्ध लगायत कस्ता व्यक्तिका लागि मंगलबारको व्रत उपयुक्त हुन्छ, कस्ता कस्ता समस्याहरूमा मंगलबारको व्रत गर्नु उपयुक्त हुन्छ लगायत यावत धेरै महत्त्वपूर्ण कुराहरू मंगलबारसँग सम्बन्धित र तपाईँ हाम्रा जीवनका समस्यासँग सम्बन्धित कुराहरू गर्नेछु। यो दिनको सम्बन्ध यानी कि मंगलबारको सम्बन्ध चाहिँ ग्रहको मन्त्री, ग्रहको सेनापति मानिने मंगलसँग हुन्छ। त्यसैले जसको जन्म कुण्डलीमा मंगल ग्रहसँग सम्बन्धित समस्या छ नि उसले मंगलबारको व्रत सुरु गरिहालेको राम्रो मानिन्छ। मंगल ग्रहसँग सम्बन्धित समस्या दूर गर्नका लागि मंगलबारको व्रत बस्नु यो सामान्य कुरा भयो, पहिलो कुरा। दोस्रो कुरा, चिना टिप्पण ज्योतिषीलाई देखाउँदाखेरि मंगल ग्रह कमजोर स्थानमा छन् भनिदिए भने मान्छेहरूले मंगलबारको व्रत सुरु गर्छन्। र अर्को कुरा, जसले हनुमानको कृपा दृष्टि आफूमा परोस् भन्ने चाहन्छ उसले पनि मंगलको अथवा मंगलबारको व्रत प्रारम्भ गर्नुपर्छ। हनुमानको कृपा, हनुमानको आशीर्वाद मिलोस् भन्ने चाहना राख्नेले अथवा आफू हनुमानको भक्त बन्ने चाहना राख्ने व्यक्तिले पनि मंगलबार व्रत बस्नुपर्छ। जो व्यक्ति हनुमानको भक्त छ उसले पनि हनुमानको प्रसन्नताको लागि मंगलबारको व्रत बसेको राम्रो मानिन्छ हैन। हनुमानको कृपा प्राप्तिको लागि पनि मंगलबारको व्रत गरिने भयो। अर्को कुरा, मंगल ग्रहसँग सम्बन्धित कुनै बाधा छ, कुनै दोष छ, कुनै समस्या छ तपाईलाई, जस्तो तपाईमा आत्मविश्वासको कमी छ, एकछिनका लागि मान्नुस् तपाईले कुनै चिना टिप्पण कसैलाई देखाउनु भए पनि छैन आजसम्म हैन, आफ्नो जन्म मिति तिथि पनि सबै थाहा छैन हैन, त्यति बेला अलिकति उमेर पाका बा आमालाई त्यो कुराको हेक्का भएन कि मेरो जन्म मिति तिथि ठ्याक्कै यही हो भन्ने अड्कल पनि छैन भने त्यस्तो परिस्थितिमा हैन तर तपाईमा के छ, आत्मविश्वासको एकदम कमी छ हैन। केही काम गर्दा पनि आफैमा विश्वास लाग्दैन कि आफूले सुरु गर्न लागेको काम म यो गर्न सक्छु भन्ने आफूमा आत्मविश्वास नै जाग्दैन। खाली नेगेटिभिटी मात्रै बढेर आएको छ, गलत कामप्रति मात्रै मन जान्छ हैन, गलत बाटो समाउने हैन, त्यस्तो सोच गर्ने त्यस्तो कर्म तपाईबाट हुन थालेको छ भने पनि तपाईले मंगलबारको व्रत सुरु गर्नुभयो हुन्छ। यसो गर्नाले तपाईले मंगलबारको व्रत गर्नाले तपाईमा आत्मविश्वास बढेर जान्छ, गलत कर्म गर्नबाट बचिन्छ, गलत सोचबाट टाढा रहन्छ। त्यसैले हैन मंगलबारको व्रत गर्नुको असाध्यै धेरै फाइदाहरू छन्। तपाईको जीवनमा जति पनि अमंगल कर्महरू छन् हैन, जति पनि अमंगल कर्महरू छन् नि मंगलबारको व्रत गर्नाले तपाईका जीवनका ती अमंगलहरू टरेर जान्छन्। त्यसैले मंगलबारको महत्त्व विशेष प्रकारले रहन्छ। तपाई हामीले मंगलबारको व्रत बस्नुको धेरै फाइदाहरू हुन्छ। जस्तो आँट हिम्मत छैन, पराक्रम छैन हैन, कुनै पनि काम आत्मविश्वासका साथ गर्न सकिँदैन, पोजिटिभ कुराहरू मनमा आउँदैन, खाली नेगेटिभ कुराहरू मात्रै मनमा आउँछ हैन। अब कसैले केही भन्यो भने पनि बरु आफूमाथि परेको अन्याय सहन तयार रहने, अन्यायको विरुद्धमा बोल्न नसक्ने त्यस्तो तपाईमा हुन्छ भने हामीले मंगलबारको व्रत बस्नु एकदम राम्रो हुन्छ। अर्को कुरा, हाम्रो जिन्दगीमा घट्ने अशुभ घटना भए दुर्घटनाहरू पनि टरेर जान्छ मंगलबारको व्रत बस्नाले हैन। कहिलेकाहीँ आकस्मिक दुर्घटना हुन्छ हैन, आकस्मिक रूपमा त्यस्ता घटना परिघटनाहरू अशुभ घटनाहरू घट्छन्। त्यस्ता घटनाहरू नआउन् भन्नका लागि पनि अशुभ दूर गर्ने, अमंगल टरेर जाने हो मंगलबारको व्रत बस्नाले जीवनको अशुभता दूर गर्नका लागि, हनुमानको कृपा अनुकम्पा प्राप्त गर्नका लागि मंगलबारको व्रतले सहयोग गर्छ, मद्दत गर्छ। मेरो प्रिय महोदय, तपाईले आफ्नो जीवनमा धेरै प्रकारका दुःख शास्तिहरू भोगिरहनु भएको छ भने पनि मंगलकारी व्रत, मंगलबारको व्रत अत्यन्त प्रभावकारी मानिन्छ। अब डिटेलमा बताउँछु है म अझ यसलाई एकदमै सूक्ष्म तरिकाले कस्ता व्यक्तिले कस्तो समस्यामा कस्तो परिस्थितिमा मंगलबारको व्रत बस्नु उपयुक्त हुन्छ त अझ यसलाई सूक्ष्म तरिकाले अझै डिटेलमा जाउँ है। मोटामोटी कुराहरू त यी भए। जस्तो जसको जन्म कुण्डलीमा मंगलले अशुभ फल दिइरहेको छ, ज्योतिषीलाई देखाउन जानुभयो, तपाईलाई त अलिकति मंगलले गर्दाखेरि अप्ठ्यारो भइरहेछ, यस्तो रहेछ भनिदिए हैन। तपाईकै मंगलले, तपाईको जन्म कुण्डलीको मंगलले तपाईलाई नै अशुभता दिइरहेको अवस्थामा मंगलको व्रत मतलब मंगलबारको व्रत राख्नु लाभकारी हुन्छ।
यदि तपाईको स्वभाव एकदमै उग्र छ, तपाईमा चिडचिडापन एकदमै बढ्न थालेको छ, तपाईमा रिस एकदम धेरै बढेर जान थाल्यो, रिसाके कसैले केही भन्नै नहुने, केही बोल्नै नहुने, सानो सानो कुरालाई लिएर झगडा गरिराख्ने, एग्रेसिभ भइहाल्ने हैन, एकदमै चाँडो हिंसात्मक हुने हैन, भाइलेन्ट भइहाल्ने हैन, यस्तो तपाईमा वृद्धि भइरहेको छ, तपाईमा यस्तो स्वभाव छ, आचरण छ भने पनि तपाईले मङ्गलबारको व्रत सुरु गरेको हुन्छ। दोस्रो व्यक्तिलाई झम्टिहाल्ने, कुट्ने, पिट्ने, अगाडि जे देख्यो त्यही सामान फ्याँक्ने खालको तपाईँ हुनुहुन्छ। एक झडङ्ग रिस आयो, अगाडि केही पनि नदेख्ने हैन, रिस उठेको बेलामा अगाडि केही पनि नदेख्ने, एकछिनमा चाहिँ पछुतो पनि मान्ने, फेरि मैले किन यस्तो गरेँ हुम्ला, आखिर कुरा सानै थियो भन्ने महसुस पनि एकछिनमा हुने, मैले नगर्नुपर्ने, मैले गर्न नहुने गल्ती गरेँ त्यो आभास पनि हुने एकछिनमा। यस्तो परिस्थिति तपाईमा छ हैन, यस्तो स्वभाव तपाईमा छ भने पनि तपाईले मङ्गलबारको व्रत गर्नुस् होइन, अनिवार्य गर्नुस् भन्छु मैले त। यदि तपाईको जन्मकुण्डलीमा मङ्गल दोष छ, अर्को कुरा मङ्गल दोष छ तपाईको जन्मकुण्डलीमा, जसको कारणले वैवाहिक जीवनमा समस्या आइरहेको छ, यस्तो अवस्थामा पनि तपाईले मङ्गलबारको व्रत गर्नु अत्यन्तै फाइदाजनक मानिन्छ। त्यस्तै तपाईको पाचनसँग सम्बन्धित समस्या अथवा तपाईको पाचन एकदम खराब भइरहेको छ, तपाईले जे खाए पनि पच्दैन, सारो खाए पनि पच्दैन, गिलो खाए पनि पच्दैन, गिलो खाँदा पनि पच्दैन, सारो खाए पनि पच्दैन हैन, नरम खाँदा पनि पच्दैन हैन, जस्तो खाँदा पनि हुँदैन, पाचनको समस्या तपाईलाई भइरहेको छ, सधैँ जसो खाना नपच्ने समस्या तपाईलाई छ, अथवा रगतसँग सम्बन्धित कुनै समस्या तपाईमा छ भने तपाईले मङ्गलबारको व्रत गर्नु तपाईको लागि अत्यन्तै लाभप्रद हुन्छ। त्यस्तै तपाईको घरमा कुनै पनि शुभ माङ्गलिक कार्य गर्न पाइराख्नु भएको छैन, इच्छा छ तर शुभ माङ्गलिक कार्य गर्न चाहना हुँदाहुँदै पनि त्यो माहौल बन्दैन कि कुनै पनि शुभ कार्य गरौँ भन्यो हैन, इच्छा हुँदाहुँदै पनि त्यस्तो खालको माहौल बन्दैन, त्यस्तो छ। घरका छोराछोरी, बहिनी, भाइको विवाह हुनुपर्ने समयमा विवाह भइरहेको छैन, शुभ माङ्गलिक कार्य कुनै पनि जुर्दैन अनि लामो समयदेखि घरमा त्यस्तो शुभ कार्य गर्ने अवसरहरू मिलिरहेको छैन, तपाईले पनि मङ्गलबारको व्रत सुरु गर्नुस् हैन। त्यस्ता व्यक्तिका लागि पनि मङ्गलबारको व्रत अत्यन्तै महत्त्वपूर्ण, अत्यन्तै प्रभावकारी, अत्यन्तै फाइदाजनक हुन्छ। अथवा यी कार्यहरू गर्नाले तपाईको घरमा शुभता आउँछ, मङ्गल हुन्छ कि मङ्गलबारको व्रत गर्नाले घरमा शुभता आउँछ, मङ्गल हुन्छ, जीवनमा पोजिटिभिटी बढेर जान्छ, आत्मविश्वासको वृद्धि भएर जान्छ, शत्रुहरू कमजोर हुन्छन्, शत्रु प्रबल भएका कारण, शत्रु दुश्मनहरू प्रबल भएका कारणले तपाईको काम राम्रोसँग गर्न पाइराख्नु भएको छैन, समाजमा आफ्नो मान प्रतिष्ठा गुमेरेको आभास भइरहेको छ, शत्रु वैरीका कारणले समस्या भोगिराख्नु भएको छ भने पनि तपाईले के गर्न सक्नुहुन्छ, मङ्गलबारको व्रत बस्न सक्नुहुन्छ। मङ्गल ग्रहको यस्तो अनिष्टबाट बच्न मङ्गलबारको व्रत गर्नु पर्यो। अर्को महत्त्वपूर्ण कुरा त भन्नै बाँकी छ तपाईलाई, भगवान श्री गणेशको प्रिय दिन पनि हो मङ्गलबार, जसलाई हामी विघ्नहर्ता मान्छौँ। जीवनका दुःख, बाधा र विघ्नहरूबाट टाढा रहेर गणेश कृपा प्राप्त गर्नका लागि पनि, बुद्धि र विद्या प्राप्तिका लागि पनि, बुद्धि र सम्पदा प्राप्त गर्नका लागि पनि मङ्गलबारको व्रत महत्त्वपूर्ण मानिन्छ। अब यो व्रत चाहिँ कसरी गर्ने त? महत्त्वपूर्ण कुरा यहाँनिर छ। बिहानै उठ्ने, स्नान गर्ने, सम्भव भएसम्म साबुन प्रयोग नगरी स्नान गर्ने, दाँत माझ्दा मञ्जनको सट्टा दतिवन प्रयोग गर्नु सकेसम्म, अथवा दतिवन नभएको अवस्थामा हातको औँलाले यो दिन दाँत सफा गर्नुहोस् र रातो वस्त्र धारण गर्नुहोस्, शुद्ध वस्त्र रातो वस्त्र धारण गर्नुहोस् र भगवानको उपासना गर्नुहोस्। धूप दीप गर्नुपर्ने हुन्छ, व्रत गर्ने हैन, स्थान पूजा कोठा सफा हुनुपर्ने हुन्छ। गणेशको नाममा व्रत गर्नुभयो भने तपाईले 21 दियो अर्पण 21 दुबो अर्पण गर्नु पर्यो। मङ्गलबारको व्रत गणेश भगवानको नाममा गर्नु भएको छ भने गणेश भगवानलाई तपाईले 21 दुबो अर्पण गरेको राम्रो हुन्छ है। गणेश चौथीको दिन छ भने तपाईले 108 दुबो चढाउनु पर्यो, नभुल्नु होला। गणेश भगवानको नाममा मङ्गलबारको व्रत गर्नु भएको छ, 21 दुबो अर्पण गर्नुहोस्। गणेश चौथीको दिन छ, 108 दुबो चढाउनुहोस्, धूप दीप नैवेद्य अर्पण गर्नुहोस्। मन्त्र आउँछ, गणेश मन्त्र उच्चारण गर्नुहोस् हैन, कुनै मन्त्र आउँदैन, ओम गङ गणपतये नमः, ओम गङ गणपतये नमः जप्नुहोस् हैन। हनुमानको तपाईँ व्रत बस्नु भएको छ भने हनुमान चालिसा पाठ गर्नुहोस्, सजिलो छ, गाह्रो केही पनि छैन। केवल तपाईमा भक्तिभावको जागृत हुनु पर्यो, तपाईमा आत्मविश्वास हुनु पर्यो कि म भगवानको भक्ति गर्छु, तपाईँको मनबाटै आउनु पर्यो। मङ्गलबारको व्रत कम्तीमा पनि 21 वटा मङ्गलबार नियमित गर्नुपर्ने हुन्छ है। 21 मङ्गलबार नछोडिकन गर्नु होला। मङ्गलबार गरेर कम्तीमा 21, त्योभन्दा धेरै गर्न सक्नुहुन्छ भने झन् राम्रो भइहाल्यो।
हैन, अथवा आफ्नो मनोकामना सिद्धि नहुँदासम्म पनि गर्न सकिन्छ। आफ्नो मनोकामना सिद्धि भयो भने व्रत उद्यापन गर्दा ब्राह्मण पण्डित बोलाएर तपाईँले गर्नुहोला। 21 वर्षको गर्नु भएको छ, अब तपाईँले कम्तीमा पनि 21वटा मङ्गलबार गर्न सक्नुभयो हैन। अब म धेरै गर्छु भन्ने तपाईँमा आत्मविश्वास आयो भने तपाईँले 21 वर्षको पनि गर्न सक्नुहुन्छ। 21 वर्षको मङ्गलबार, 21 वर्षसम्म लगातार मङ्गलबारको व्रत गर्नुभएको छ भने तपाईँले 21 जना ब्राह्मण पण्डित राखेर उद्यापन गर्न पाइयो भने यो त झन् एकदमै राम्रो भइहाल्यो। यज्ञ हवन दक्षिणा दान गर्नु पर्यो है त, यही हो। अब व्रत गरिसकेपछि उद्यापन गर्दा एउटा गाईको बाछी दान गरेको एकदम राम्रो हुन्छ। अझ किनकि व्रत उपासनामा गौदानको बहुतै ठुलो महत्त्व रहन्छ हैन। गौ भनेको गाई हैन, त्र भनेको ऋषि मुनि है। गाईको रक्षा गर्ने ऋषि मुनिका हामी सन्तान, गोत्र है। गौ त्र, गोत्र, गो भनेको गाई भयो, त्र भनेको ऋषि मुनि भए। गाईको रक्षा गर्ने ऋषि मुनिका हामी सन्तान हौ, गोत्र। हामी कुन चाहिँ ऋषिका सन्तान पर्यौँ भनेर गोत्र सोध्ने गरिन्छ नि, त्यत्तिकै भनिएको र तेरो गोत्र के हो भनिन्छ नि, त्यो त्यत्तिकै भनिया हो र। त्यसैले गाई दानको बहुतै ठुलो महत्त्व छ। मङ्गलबारका दिन गणेशको, मङ्गल ग्रहको अथवा हनुमानको जसको व्रत उपासना गरे पनि यो अत्यन्तै लाभप्रद मानिन्छ। मङ्गलबार 3 किसिमले गर्न सकिन्छ। मङ्गल ग्रहको नाममा व्रत बस्न सक्यो, हनुमानका नाममा सक्यो र गणेश भगवानका नाममा सक्यो। जसको गरे पनि मङ्गलबारको व्रत अत्यन्त महत्त्वपूर्ण, अत्यन्तै राम्रो हुन्छ, लाभप्रद, पुण्यदायक कार्य मानिन्छ। व्रत सुरु गर्दा सङ्कल्प लिएर गर्नुहोला र समापन गर्दा पण्डित बोलाएर गर्नुहोला। दुईटा काम चाहिँ नभुल्नुहोला। सुरु गर्दा सङ्कल्प र उद्यापन गर्दा पण्डित ब्राह्मण बोलाएर गरेको राम्रो हुन्छ। लौ त मेरो प्रिय महोदय, मङ्गलबारको व्रतका विषयमा धेरै मित्रहरूले अगाडिदेखि नै कमेन्टमा लेखिराख्नु भएको थियो। त्यो हुनाले आज मैले मङ्गलबारको समय पारेर तपाईँका लागि यो भिडियो प्रस्तुत गरेको छु। तपाईँको कुनै कुराहरू जिज्ञासा भए हैन, मनमा कुनै दुविधाहरू भए कमेन्टमा आफ्ना कुराहरू लेख्दै गर्नुहोला। अहिले बिदा चाहन्छु। जय होस्।